ओके सो यो एउटा क्वेसन चाहिँ हाम्रो यो वेभ इन पाइप्स एन्ड स्ट्रिङ भन्ने च्याप्टरबाट छ। यो चाहिँ हामीलाई 2082 मा सोधेको क्वेसन हो है। 2082 मा चाहिँ एनईबीमा सोधेको यो एउटा क्वेसन छ, न्युमेरिकल क्वेसन हो है। क्वेसन पहिला हेरौँ त। गिटार स्ट्रिङ छ जसको लेन्थ दिएको छ 1.5 मिटर। सो हामी सुरुमा गिभन नै लेखौँ। लेन्थ अफ स्ट्रिङ दिएको छ, यो हामीलाई L इक्वल टु 1.5 मिटर दिएको छ है। अनि इज मेड अफ स्टिल अफ डेन्सिटी भनेको छ। सो डेन्सिटी दियो स्टिलको, स्टिलले बनेको रहेछ त्यो वायर, रोले डिनोट गरौँ। त्यसलाई चाहिँ 7800 केजी पर मिटर क्यूब प्रोभाइड गरेको छ है। सँगसँगै हामीलाई यहाँ यङ्स मोडुलस दिएको छ। सो हामी लेखौँ यङ्स मोडुलस अफ इलास्टिसिटी y इक्वल्स टु, यो चाहिँ हामीलाई 2 × 10⁻11 न्युटन पर मिटर स्क्वायर प्रोभाइड गरेको छ है। अर्को के दिएको छ भन्दा त्यसले एउटा स्ट्रेन प्रोड्युस गर्दो रहेछ 1%। सो स्ट्रेन पनि दिएको छ हामीलाई, स्ट्रेन प्रोड्युस गर्दो रहेछ 1%। यसलाई यदि हामीले फ्र्याक्सनमा लाने हो भने 1/100 हुन्छ, डेसिमलमा लाने हो भने 0.01 हुन्छ, युनिट हुँदैन है। क्याल्कुलेट द स्ट्रेस डेभलप्ड इन द स्ट्रिङ भनेको छ। सो हामीलाई क्वेसनले नम्बर 1 मा स्ट्रेस कति डेभलप हुन्छ त्यो सोधेको छ। स्ट्रेस भन्ने बित्तिकै हामीले टेन्सन पर युनिट एरिया भनेर बुझौँ, अथवा फोर्स पर युनिट एरिया इज इक्वल टु वाट, यो सोध्यो। नम्बर 2 मा हामीलाई चाहिँ यहाँ फ्रिक्वेन्सी अफ सेकेन्ड मोड अफ भाइब्रेसन भनेको छ है। सो हामी यहाँ लेख्छौँ फ्रिक्वेन्सी अफ सेकेन्ड मोड, जसले हामी F2 ले डिनोट गर्छौँ, यो इक्वल टु वाट दिएको छ, आई मिन सोधिराखेको छ है। यसलाई कसरी सल्भ गर्ने भन्दाखेरि जस्तो एउटा गिटारको स्ट्रिङ छ, यसलाई चाहिँ हामीले अहिलेलाई कम्पेयर गरेर बुझ्नको लागि एउटा सोनोमिटर वायरको स्ट्रिङ हो भन्ने बुझ्छ, जसको चाहिँ लेन्थ 1.5 मिटर दिएको छ र यसको डेन्सिटी पनि प्रोभाइड गरेको छ है। के गर्यौँ भन्दाखेरि हामीले यहाँनिर एउटा सर्टेन लोड भनौँ के गर्यौँ त भन्दा सस्पेन्ड गरिदियौँ। तर क्वेसनमा हामीलाई गिटार भनेको छ, अब गिटारमा त लोड सस्पेन्ड गर्ने कुरो भएन। सो हातले नै के गर्छौँ, यहाँनिर हामीले जुन यहाँनिर स्ट्रेस प्रोड्युस गरिरहेको हुन्छ त्यसले चाहिँ हामीलाई 1% स्ट्रेन दिइरहेको छ भन्छ है। सो हामीले जुन सर्टेन टेन्सन प्रोभाइड गर्यौँ स्ट्रिङमा हातको हेल्प लिएर, त्यसले चाहिँ 1% चाहिँ स्ट्रेन भनौँ न, त्यसले डेभलप गरिरहेछ, प्रोड्युस गरिरहेछ भन्छ। अब यसलाई के गर्ने भन्दाखेरि यो खालको यस्तो सिनेरियो भएको क्वेसन जहाँ यङ्स मोडुलसहरू दिएको हुन्छ, यो सबै छ भने हामीले डेफिनेटली पहिला सुरु यङ्स मोडुलसकै फर्मुला युज गर्नुपर्छ। यङ्स मोडुलस अफ इलास्टिसिटीको फर्मुला हामीले 11 क्लासमा इलास्टिसिटी च्याप्टरमा पक्कै पनि पढेको छौँ। y इक्वल्स टु हामीले पढेको होला स्ट्रेस बाई स्ट्रेन भनेर है, स्ट्रेस बाई स्ट्रेन भन्ने पक्कै पढेको छौँ। देयरफोर यहाँबाट हामीले यदि स्ट्रेस निकाल्ने हो भने हामी के पाउँछौँ भन्दा y इन्टु स्ट्रेन पाइन्छ है। सो इक्वल टु y हामीलाई अलरेडी दिएको छ 2 × 10⁻11 इन्टु स्ट्रेन हामीसँग अलरेडी छ 0.01, र यदि हामीले यसलाई मल्टिप्लाई गऱ्यौँ भने 2 × 10⁹ न्युटन पर मिटर स्क्वायर आउँछ। यो चाहिँ हाम्रो 1 नम्बरको सोलुसन आयो, ठिक छ। स्ट्रेसको भ्यालु हामीले कति निकाल्यौँ, 2 × 10⁹। स्ट्रेस भन्ने बित्तिकै मैले अघि के भने, टेन्सन पर युनिट एरिया भनेर भने, यो चाहिँ सम्झिनु पऱ्यो, बिकज नम्बर 2 मा हामीलाई यो कुरो काम लाग्छ है। अब 2 नम्बर पनि म यहीँ गरिदिन्छु। नम्बर 2 मा हामीलाई फ्रिक्वेन्सी सेकेन्ड मोडको सोधेको छ। सो हामीले के थाहा पाउनु पर्यो भन्दा स्ट्रिङको केसमा अड र इभन दुवै हार्मोनिक सो हुन्छ। सो फर nth मोड, याद राख है, फर nth मोड अफ भाइब्रेसन FN को फर्मुला NF1 हुन्छ,
जहाँ f1 भनेको फन्डामेन्टल फ्रिक्वेन्सी हो। त्यसो भए f2 को फर्मुला के होला भन्दाखेरि 2 टाइम्स f1 हुने भयो। 2 जस्ताको तस्तै छ हेर। f1 को फर्मुला फन्डामेन्टल फ्रिक्वेन्सीको 1/2L अंडर रूट T by mu हुन्छ हेर। और 1/L 2 र 2 क्यान्सल भयो अंडर रूट। अब T त टेन्सन भइहाल्यो, म्यू त दिएको छैन, तर म्यू को हामीसँग एउटा रिलेसन के छ भने म्यू भनेको के हो त्यो थाहा पाउनु पर्यो है। म्यू भनेको हो मास पर युनिट लेन्थ हो हेर, मास पर युनिट लेन्थ हो हेर। त्यसकारणले यसलाई हामी मास पर युनिट लेन्थले डिनोट गरौँ इक्वल टु 1/L जस्ताको तस्तै अंडर रूट T, यो L जम्प गरेर माथि गयो, L डिवाइड बाई M भयो। अब यो मासलाई हामी कन्भर्ट गरौँ इन टर्म्स अफ डेन्सिटी र भोल्युम। TL भइ नै हाल्यो। मासको फर्मुला हामीलाई थाहा छ, यदि डेन्सिटीको फर्मुला मास बाई भोल्युम हुने हो भने obviously मास को फर्मुला डेन्सिटी इन्टु भोल्युम हुने भयो। सो डेन्सिटी इन्टु भोल्युम हामीले लेख्यौं। ओके, यसपछि इक्वल टु 1/L एज इट इज अंडर रूट। मैले यसलाई कन्भर्ट गर्ने तरिका पनि भनिदिएको हो ताकि कुनै कन्फ्युजन नहोस् भनेर। डाइरेक्ट फर्मुला पनि युज गर्न पाइन्छ, नपाइने होइन। भोल्युम भन्ने बित्तिकै एरिया अफ बेस इन्टु लेन्थ हुन्छ हेर। किनभनेदेखि कुनै पनि वायरको तिमीले शेप यदि ध्यान दिएर हेर्यौ भने यो सिलिन्ड्रिकल शेपको हुन्छ क्या। सिलिन्ड्रिकल शेपको भएकै कारणले गर्दाखेरि यसको यो बेस एरिया A हुने भयो र यसको यो जुन लेन्थ भनेको L हुने भयो। सो भोल्युमको फर्मुला के आउने भयो त भन्दा एरिया अफ बेस इन्टु लेन्थ आउने भयो। किनभने हामीले 9-10 क्लासमा पनि भोल्युम अफ सिलिन्डर भन्ने बित्तिकै पाई स्क्वायर L भनेर पढेको छौं अथवा पाई स्क्वायर H भनेर पढेको छौं। अब यसको हाइट भनेको त L नै हो, त्यसकारणले A इन्टु L हुने भयो है। अब हेरौं यसलाई फर्दर हामी सल्भ गर्छौं। इक्वल टु यहाँबाट यो L ले यो L क्यान्सल हुने भयो। त्यसो भए 1/L जस्ताको तस्तै अंडर रूट T बाई रो A हुने भयो। अब हेर त यो T बाई A त अलरेडी हामीसँग छ, अलरेडी छ कि छैन? किनभने यहाँ त हामीले T बाई A त निकालिसकेको छौं यहाँनिर है। जुन भनेको के हो त भन्दा स्ट्रेस हो हेर है। त्यसकारणले हामी यहाँनिर स्ट्रेस डिवाइड बाई रो भनेर लेख्छौं। त्यसो भए अब भ्यालु पुट गरौँ त 1/L भनेको हामीसँग यहाँ 1.5 छ, त्यसैले यहाँ 1.5 राख्छौं अंडर रूट स्ट्रेस भनेको हामीले भर्खर निकालेको छौं 2 इन्टु 10 टु द पावर 9 डिवाइडेड बाई रो भनेको हामीसँग 7800 दिएको छ, 7800 भनेर राखौं। एन्ड देन यसको एन्सर चाहिँ म यहाँ माथि लेख्छु है। सो फर आवर कन्भिनियन्स म यहाँनिर क्याल्कुलेट गरी हेरौँ त 1/1.5 रूट फेरि फ्र्याक्सन राख्यौं हामीले 2 इन्टु 10 टु द पावर 9 डिवाइडेड बाई 7800 गर्दाखेरि हामीसँग यसलाई नर्मल मोडमा राखौं 8 मा रहेछ। ओके, 337.58 भनौं है, 337.58 hertz. So this is what our answer belongs. See 337 hertz यहाँ छ। ओके, सो यसलाई चाहिँ यसरी सल्भ गर्ने है त।